हेलो दर्शकबिन, स्वागत छ यहाँहरूलाई हाम्रो युट्युब च्यानल डिजिटल ज्ञान भण्डारमा। आज म मतदाता परिचय पत्र बनाउन प्रक्रियाबारे जानकारी दिन गइरहेछु। सबैभन्दा पहिलो क्रममा आउनुहोस्। यहाँ इलेक्सन कम्युनिकेसनको वेबसाइट खुल्छ। नयाँमा क्लिक गर्नुहोस्, नयाँ दर्ता, अनि यहाँ आफ्नो राष्ट्रिय परिचय पत्रको नम्बर अनि यहाँ जन्म मिति अनि तल फर्स्ट नेम इङ्ग्लिस भने आफ्नो पहिलो नेम इङ्ग्लिसमा लेख्नुहोस्। अनि यहाँ क्याप्चा जोडेर वा घटाएर कति हुन्छ त्यो इक्वल कति त्यो दिनु। एनआइडीमा क्लिक गर्ने बित्तिकै यस्तो पेज आइदिन्छ। यहाँ सबै विवरण हेरेर आफ्नो पत्नी छ भने पत्नीको नाम, पहिलो नाम अनि बिचको नाम अनि थर, बिचको नाम छैन भने थर लेख्नुहोस् पत्नी छ भने। अनि यहाँ आइदिनुहोस्। यहाँ टेलिफोन नम्बर या आफ्नो मोबाइल नम्बर अनिवार्य छ। जुनमा लाल टिक लागेको छ, लाल बुन्दा छ, त्यो भर्नै पर्छ। त्योमा आफ्नो नम्बर अनि यसमा आफ्नो इमेल ठेगाना, इमेल एड्रेस जुन हामी आफ्नो मोबाइलमा बनाएको हुन्छौँ, आफ्नो इमेल यहाँ राखिदिनुहोस्। किनभने यो प्रक्रियाबाट कार्यालयमा जानै पर्दैन त्यो प्रक्रियाले भर्दा। त्यही भएर त्यसको विवरण इमेल मार्फत हजुरलाई प्राप्त हुनेछ। त्यही भएर आफ्नो इमेल केयरफुल्ली भर्नुहोला। अनि यहाँ आफ्नो प्रदेश, जिल्ला, गाउँपालिका, पालिका सबै सिलेक्ट गर्नुहोस्। प्रदेश अनि यहाँ जिल्ला अनि यहाँ आफ्नो नगरपालिका वा गाउँपालिका जुनसुकै होस् त्यो, यहाँ वार्ड नम्बर कति वार्ड हो हजुरको, अनि यहाँ गाउँको टोलको नाम, टोलको नाम लेख्नुहोस्। अनि यहाँ नागरिकता जारी भएको कुन जिल्ला हो, कुन जिल्लाबाट नागरिकता जारी भएको थियो त्यो जिल्ला, अनि यहाँ नागरिकताको किसिम, वंशज, अनि यहाँ केन्द्र सिलेक्ट गर्नुहोस्। अनि यहाँ अपाङ हुनुहुन्छ कि होइन, अनि यहाँ आफ्नो भाषा, मातृभाषा, बोलचालमा के भाषा हो, मैथिली मेरो छ। अनि यहाँ आफ्नो वर्ग, समूह, अनि अर्को खिच्दा बित्तिकै यस्तो आइदिन्छ। यहाँ तल हेर्न सक्नुहुन्छ हरियो डटमा लेखेको छ दर्ता गर्नुहोस्। त्योभन्दा पहिला आफ्नो मोबाइलमा एउटा स्क्रिनसट क्लिक गर्नुहोस्। अनि यहाँ भनिरहेछ कि यो फाइललाई सुरक्षित राख्नु हो भने यसमा क्लिक गर्नुहोस्। डकुमेन्ट फाइलमा त्यो सेभ भइहाल्छ। त्यो यहाँ 3 वटा बुन्दामा क्लिक गरेर यहाँ क्लिक गर्नुहोस्। 3 वटा बुन्दामा यहाँ डाउनलोडमा गएर हेर्नुहोस्।